हेलो हामी चाहिँ अब घरबाट म चाहिँ अब घरबाट बजार निस्किन आँटेको। बजार चाहिँ आज छोरोको प्रोग्राम पनि छ। प्रोग्राम हुनाले गार्जन भेला अनि हामी चाहिँ दिदीबहिनी भएर अब स्कुटीमा जान लागेको। अनि हाम्रो घर अगाडि चाहिँ यस्तो पिच छ, पिच बन्दै पनि छ, पिच भइगएको चाहिँ छैन, पिच बन्न आँट्दैछ। अनि हामी त्यहाँबाट सुई गयौँ, शनि मन्दिर पुग्यौँ। शनि मन्दिरबाट हामी उता अगाडि गयौँ। अगाडि गएपछि महेन्द्र चोकबाट अलिकता भित्र छिर्यौँ। त्यहाँ चाहिँ मेरो काम थियो सानो महेन्द्र चोकबाट भित्र ट्राफिक चौकतिर जाने बाटो, त्यहाँ मैले कुरियर गरिदिन्थ्यो लुगा। अनि कुरियर गरेर त्यहाँ कुरियर गर्ने ठाउँमा हामी गयौँ। त्यहाँ स्कुटी राख्यौँ, त्यहाँ स्कुटी राख्ने ठाउँ थियो पार्किङमा, त्यहाँ स्कुटी राखेर अनि कुरियर कहाँनिर हो भनेर हेरेँ। कहाँनिर बिर्सिएछु कुरियर, यति जस्तो लाग्थ्यो। अनि त्यहाँबाट गएँ अनि त्यहाँ कुरियर भएको ठाउँमा पुगेँ। कुरियर भएको ठाउँमा पुगेपछि त्यहाँभित्र एकजना दिदी हुँदो रहेछ। अनि आइज पनि भन्दैछु, यसले चाहिँ भिडियो गर्दै रहेछ, मलाई थाहा थिएन। अनि भित्र गएँ। अनि कहाँ लानुपर्ने हो भने काठमाडौँ लानुपर्ने हो भनेर भने। अनि पहिला पनि लानुभएको भनेर भने। अनि त्यहाँबाट त्यहाँ एड्रेसहरू लेखेपछि अनि त्यहाँबाट हामी निस्केर अनि उता छोरोको मिटिङमा पुगेँ बोर्डिङमा। अनि त्यहाँ चाहिँ भित्रबाट चाहिँ पार्किङ लगेर पार्किङमा राख्यौँ। अनि त्यहाँ सोधेँ कहाँ हो छोरोको भनेर। अनि उहाँ परको बिल्डिङमा भनेर हिँड्दै ताता घाममा त्यत्रो पर टाढा रहेछ गेटबाट पनि। अनि त्यहाँबाट निस्केपछि हामी एकदम भोक लागेको थियो। भोक लागेर मलाई यस्तो भएको थिएन। अनि जाउँ भनेर कञ्चनबारी पूर्वाञ्चल क्याफे आयौँ। अनि आएर अनि टक्क त्यहाँनिर चाहिँ के छ भनेर सोधेँ। अनि मोमोसँग चाहिँ अनि मोमो अर्डर गरेँ, त्यहाँबाट चिसो अर्डर गरेँ। चिसो एकदम तिर्खा लागेको थियो, त्यहाँबाट चिसो हाल्यौँ। मलाई चाहिँ एकदम फेन्टा मनपर्छ नि त। अनि फेन्टा खायौँ गऱ्यौँ। अर्डर गर्दा टाइम लागेको, बल्ल एकछिनमा आयो। भोक लागेर उग्र आधाखेरि कत्रो पिस रहेछ क्या मोमो। त्यहाँको मोमो चाहिँ लास्टै मिठो हुन्छ क्या, त्यो पूर्वाञ्चल क्याफेको चाहिँ लास्टै मिठो हुन्छ। अनि चाडा सुरुमा हालेँ, त्यहाँबाट फेरि पछि 3टा हालेँ। जब 7वटा खाएँ, उसले पनि पहिला 3टा हालेँ, पछि फेरि चाडा हालेँ, 7वटा खाएँ। त्यहाँबाट 2टा रह्यो। अब के गर्ने भनेर छोरोलाई पनि प्याक गरेको थिएँ मोमो। अनि त्यही प्याक गरेको मोमोमा प्याकिङ गरिदिनु ल बहिनी भनेर भने। अनि उसले प्याक गरिदिन् बहिनीले। अनिखेर हामीले खाएर अनि त्यहाँनिर राम्रो बिस्कुटहरू पाउँछ, त्यहाँबाट बिस्कुट किनेँ मैले, केक किनेँ, अरू बिस्कुटहरू पनि किनेँ। अनि हामी निस्क्यौँ त्यहाँबाट हामी सुई घर आयौँ। आजलाई मेरो यति नै, बाई बाई गाइज, लभ यु अल।